कोनिचिबा मिनासान तपाईहरुले चाहिँ अस्ति अब तपाईको पार्ट 1 र पार्ट 2 हेरिसक्नु भएको छ है सुपरमार्केटको इन्टरभ्यु तयारीको क्वेशनको हैन। यो चाहिँ अलिकति भास्टमा छ है। अस्ति चाहिँ अलिकति सर्टमा थियो भने अब अलिकति थोरै भास्ट हुँदै जान्छ। 3 र 4 चाहिँ अलिकति भास्ट हुन्छ है। पार्ट 4 सम्म मात्रै गराएको छु मैले हैन। यदि तपाईहरु चाहिँ सुपरमार्केटमा काम गर्न चाहनुहुन्छ भने क्रस क्वेशनहरु तपाईलाई आउँछ भने चाहिँ यो क्वेशनहरु गर्दा चाहिँ तपाई 100% पास हुनुहुन्छ है। यदि चाहिँ तपाईहरु चाहिँ फेरि क्रस क्वेशनहरु पनि सबै लिन चाहनुहुन्छ भने हामीसँग चाहिँ इन्टरभ्यु तयारी क्लासहरु भइरहेको छ। त्यो क्लासमा जोइन हुनलाई चाहिँ पैसा लाग्छ है। तपाईको चाहिँ एउटा चाहिँ तपाईको इन्टरभ्यु क्लास गरेको चाहिँ तपाईको 8000 देखि 10000 रुपैयाँ लाग्ने गर्छ है। चाहे जुनसुकै सेक्टर होस्, एसएसडब्ल्यू को चाहिँ तपाईको खाइगोको होस्, फुड सर्भिसको होस्, एग्रिकल्चरको होस् अथवा ब्याचलर भिजाको होस् अथवा चाहिँ तपाईको चाहिँ हैन अरु पनि भिजाहरु स्टुडेन्ट भिजाको लागि होस् हैन तपाईले चाहिँ इन्टरभ्यु तयारी चाहिँ हामीसँग गर्न सक्नुहुन्छ। तर त्यसको चाहिँ एउटा चाहिँ कस्ट लाग्ने गर्छ है। जस्तो ब्याचलर भिजाको अलिकति महँगो छ, अरुमा चाहिँ नर्मली पनि 8 देखि 10000 रुपैयाँमा चाहिँ तपाईको चाहिँ इन्टरभ्यु तयारी चाहिँ हुन्छ है। यदि तपाई सुपरमार्केटमा जानुहुन्छ भने हैन इन्टरभ्यु दिनुहुन्छ भने तपाईले चाहिँ के गर्नुपर्छ त्यहाँ रोल प्ले गर्नुपर्ने पनि हुन्छ है। अब तपाईको यो चाहिँ इन्टरभ्यु तयारी क्लास पछि म चाहिँ रोल प्ले पनि हाल्दिन्छु। गएर चाहिँ अब एकजना चाहिँ अब त्यो हुन्छ नि अब सुपरमार्केटको साउ भयो हैन अनि एकजना चाहिँ तपाई हुनुभयो कसरी चाहिँ तपाईहरुले चाहिँ अब कम्युनिकेट गर्ने भन्ने कुरा पनि त्यो पनि मैले पछि राख्दिन्छु बिस्तारै है। र तपाईहरुको चाहिँ अब सुपरमार्केटको इन्टरभ्यु तयारी पार्ट 1 र पार्ट 2 चाहिँ अलि सर्टमा थियो भने अब चाहिँ यो चाहिँ लङमा छ। न्यू इयरले गर्दाखेरि बीचमा चाहिँ तपाईको चाहिँ हैन अलिकति डिमान्डहरु कम भएको थियो हामीसँग। अब लगत्तै चाहिँ तपाईको आज भोलिमा चाहिँ नागरिकको लागि चाहिँ इन्टरभ्युको चाहिँ डेट बुक हुँदैछ। अब यो भन्दा अगाडि चाहिँ प्री इन्टरभ्युमा चाहिँ पास हुनुभएका 7 जनालाई नै तपाईहरु चाहिँ रेडी भएर बस्नु होला भन्न चाहन्छु। र तपाईको चाहिँ अब चाहिँ फेरि अब हामीसँग चाहिँ टोकियो, योकोहामा, इबाराकी अनि ओसाका, नागोया, होक्काइडो हैन धेरै सिन्जुका धेरै ठाउँको लागि चाहिँ हामीसँग चाहिँ डिमान्डहरु चाहिँ अब लगत्तै आउनेवाला छन्। यो पनि तपाईको 15-16 तारिक पछि ती चाहिँ तपाईको इन्टरभ्युको डेटहरु फिक्स भएर आउँछन् है। 2-4 वटा डिमान्ड त आइसकेका छन्, इन्टरभ्युको डेट फिक्स भएको छैन हैन। र अरु पनि चाहिँ हामीसँग चाहिँ लगत्तै डिमान्डहरु आउँदै छन्। यदि तपाईहरु ब्याचलर भिजा भयो हैन अथवा चाहिँ तपाईको एसएसडब्ल्यू तपाईले पास गरेर बस्नु भएको छ स्किल र तपाईको जेएफटी अथवा चाहिँ जेएलपीटी पास गरेर बस्नु भएको छ भने तपाईहरुले चाहिँ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। जस्तो तपाईहरु चाहिँ सुपरमार्केटमा जाँदाखेरि क्रममा चाहिँ है अब तपाईलाई क्वेशन सोध्न सक्छ नाजे निहोन्दे है अब नागाको हाताराकी ताइतो है ओमैमासिताका भनेर सोध्न सक्छ। किन जापानमा चाहिँ लामो समय चाहिँ तपाई काम गर्न चाहनु भयो भने अघि हामीले इन्टरभ्युको पार्ट 2 मा हामीले के भनेको थियौं त है अब म चाहिँ के त यहाँ चाहिँ सुपरमार्केट चाहिँ लामो समयसम्म काम गर्छु भनेर हामीले एन्सर दिएको थियो हैन। अब त्यसपछि चाहिँ तपाईलाई सोध्न सक्छ के नाजे निहोन्दे नागाको हाताराकी ताइतो है ओमैमासिताका भनेर सोध्न सक्छ है। किन जापानमा चाहिँ लामो समय तपाई काम गर्न चाहनुभयो भनेर सोध्न सक्छ है। त्यसो भने एन्सर हामीले के दिन्छ वातासी वा है निहोन वा आन्जेन्दे रुरुओ मामोरु कुनिदातो ओमैमास भन्न सक्नुहुन्छ। म जापानमा सुरक्षित नियम पालना गर्ने देश हो भन्ने चाहिँ सोच्दछु हो। वातासी वा निहोन वा है आन्जेन्दे रुरुओ मामोरु है अनि कुनिदातो ओमैमास भन्न सक्नुहुन्छ है। अनि त्यसपछि गएर सुपानो सिगोतो हो भनेर है सुपरमार्केटको काम मार्फत चाहिँ हैन अब तपाईको अब तोसिते है सुपानो सिगोतो तोसिते के त सुपरमार्केटको चाहिँ तपाईको चाहिँ काम मार्फत चाहिँ तपाईको हैन अब सेकिनिन खान है या अनि त्यसपछि गएर चिमुओको मानाबी नागाको केइकेनो चुमिताइ देश भन्न सक्नुहुन्छ। सुपरमार्केटको काममा पनि जिम्मेवारी र टोलीमा काम गर्ने चाहिँ सिप सिकेर चाहिँ लामो अनुभव पनि लिन चाहन्छु है। अनि त्यसपछि गएर सेउराइवा भविष्यमा चाहिँ हैन अनि त्यसपछि गएर सोनो केइकेनो इखासिते त्यही के त हाम्रो जुन अनुभव थियो नि केइकेन त्यसलाई चाहिँ प्रयोग गरेर चाहिँ तपाईको जीवन्नो है अब सेइच्योनी अनि चुनागे ताइदेश भन्न सक्नुहुन्छ है। भविष्यमा त्यो अनुभव के प्रयोग गरेर चाहिँ आफ्नो चाहिँ विकास गर्न चाहन्छु हो चुनागे ताइदेश भन्न सक्नुहुन्छ। अर्को आउँछ फेरि सुपादे ताइहेन्ना सिगोतोगा तारा हैन अब दौ तायोसिमासका सुपरमार्केटमा गाह्रो काम आयो भने चाहिँ है कसरी सामना गर्नुहुन्छ अथवा चाहिँ त्यसलाई चाहिँ कसरी चाहिँ तपाईले समाधान गर्नुहुन्छ त। सुपरमार्केटमा तपाई यदि काम गर्नुहुन्छ भने हो कहिलेकाहीँ चाहिँ के हुन्छ प्रत्येक काममा कहिलेकाहीँ चाहिँ के आउने गर्छ है कम्प्लिकेटेड प्रब्लमहरु आउने गर्छ है कम्प्लिकेसन्सहरु आउने गर्छ। त्यो टाइममा चाहिँ सुपादे ताइहेन्ना सिगोतोगा तारा है सुपरमार्केटमा गाह्रो काम आयो भने चाहिँ हैन अनि त्यसपछि गएर दौ तायोसिमासका हुने के त कसरी चाहिँ त्यसको चाहिँ के समाधान गर्नुहुन्छ अथवा चाहिँ त्यसलाई चाहिँ कसरी चाहिँ तपाईले सामना गर्नुहुन्छ भनेर तपाईलाई क्वेशन सोध्न सक्छ। त्यस्तो भन्यो भने ताइहेन्ना सुगोतोगा आतेमो है हो गाह्रो काम के हैन आए तापनि हैन अब त्यसपछि गएर के भने अब निगेजु नि साइगो मादे गाम्बारीमास हो भाग्दिन हो अन्तिमसम्म साइगो मादे गाम्बारीमास अन्तिमसम्म के गर्छु त म मेहनत चाहिँ गरिरहन्छु
भनेर भन्न सक्नुहुन्छ। हितोरिदे भन्छ है एकलाई चाहिँ तपाईँको अब मुजु खासी है अब तोकिवा एक्लै चाहिँ गाह्रो भएको बेलामा चाहिँ एक्लै हुँदाखेरि चाहिँ गाह्रो भएको बेलामा चाहिँ अब सेनपाइया है भनेको के त वरिष्ठ व्यक्ति आफूभन्दा ठुलो व्यक्ति र अथवा चाहिँ के त चिमोनो हितोनी सौदानसिते टिमको सदस्यहरूसँग चाहिँ सल्लाह गरेर चाहिँ तपाईँको अब केउरेको सिमास हो सल्लाह चाहिँ सहकार्य गर्छु हो केउरेको सिमास के त सहकार्य गर्छु। अनि के भन्न सक्नु सोरेगा इ सिगोतोनी है यसले चाहिँ राम्रो काममा हैन अब चुनागारु त मैमास हो यसले चाहिँ के त हामी राम्रो काममा पुगिन्छ अथवा चाहिँ यसले चाहिँ अब राम्रो हुन्छ भन्ने चाहिँ म चाहिँ सोच्दछु म चाहिँ त्यस्तो ठान्छु भनेर एन्सर दिन सक्नुहुन्छ है। अर्को छ फेरि अब ओक्याकु सामागा ओक्याकु सामा भने ग्राहक चाहिँ तपाईँको होइन अब कोमातेरु तोकी अब दाइ के अरे दौ तायो सिमासका भनेर ग्राहक समस्यामा परेको बेला के हामीले तपाईँको मार्केटिङ पढ्दाखेरि हामीले पढेको थियौँ क्या कस्टमर इज द किङ अफ बिजनेस है के हो त ग्राहक चाहिँ के हो त तपाईँको राजा हो क्या ग्राहकले आएर नि केही सामानहरू किन्छ त्यसपछि सुपरमार्केटले पैसा कमाउँछ त्यही पैसाको केही पर्सेन्ट चाहिँ तपाईँलाई चाहिँ एज अ स्यालेरी दिने हो त्यही भएर चाहिँ ग्राहकलाई जहिले पनि तपाईँको के त राजा नै मान्नुपर्छ है। अब त्यसपछि गएर राजा नै समस्यामा परेको बेलामा चाहिँ तपाईँ के गर्नुहुन्छ त हामी त प्रजा हो होइन अनि त्यसपछि गएर ओक्याकु सामागा है भनेको ग्राहक चाहिँ तपाईँको अब कोमातेरु तोकी भनेको समस्यामा परेको बेला चाहिँ दौ तायो सिमासका है तपाईँ चाहिँ कसरी समाधान गर्नुहुन्छ भनेर क्वेसन सोध्न सक्छ है। त्यस्तो भन्यो भने माजु भनेको पहिला चाहिँ तपाईँको है अब एगाओदे कोएओ खाकेते पहिला मुस्कान सहित चाहिँ के त कुरा गरेर है अब नानी नि कोमाते इरुखा होइन ओ किकिमास हो नानी नि कोमाते इरुखा किकिमास के समस्या परेको छ भनेर चाहिँ सबभन्दा पहिले चाहिँ के गर्छु त ग्राहकलाई चाहिँ मैले सोध्छु भनेर एन्सर दिन सक्नुहुन्छ है। जीवनदे है अब देखिरु कोतोवा भन्छ है जीवनदे आफूले चाहिँ त्यसपछि गएर चाहिँ देखिरु कोतोवा गर्न सक्ने कुरा चाहिँ तपाईँको सुगोनी तायोसिते तुरुन्तै चाहिँ के गर्छु समाधान गर्छु है। अब देखिनाइ है अब देखिनाइ तोकिवा सेन पाए नि अब चुनागीमास है नसक्ने भए चाहिँ के त वरिष्ठलाई चाहिँ के गर्छु मैले जानकारी दिन्छु भनेर एन्सर दिन सक्नुहुन्छ है। अर्को छ तपाईँको ओक्याकु सामानी ग्राहकलाई चाहिँ तपाईँको अब आन्सिनसिते मराउ कोतो ओ इचिबान ताइसे चुनिसिमास ग्राहकलाई ढुक्क बनाउनु सबैभन्दा के हो त महत्त्वपूर्ण हो भन्ने मलाई लाग्छ अथवा चाहिँ ग्राहकलाई नै कि त खुसी बनाउने कि त यो चाहिँ सबैभन्दा इम्पोर्टेन्ट कुरा हो भनेर एन्सर दिन सक्नुहुन्छ है। जस्तो तपाईँले पार्ट 1 र पार्ट 2 मा पढेको भन्दा अलि पार्ट 3 अलिकति भास्ट छ है यो चाहिँ अलिकति के छ भने यो गर्दै जाने बेलामा चाहिँ तपाईँहरूको चाहिँ होइन तपाईँहरू चाहिँ आफ्नो चाहिँ लेभल जतिको छ त्यो अनुसार चाहिँ एन्सर दिन सक्नुहुन्छ। सबै क्वेसन एन्सर मजाले हेर्नुभयो भने र त्यसपछि बाँकी रहने भनेको क्रस क्वेसन हो है। नर्मल क्वेसन तपाईँको चाहिँ सुपरमार्केटको बारेमा सोधिने सम्पूर्ण क्वेसनहरूको चाहिँ तपाईँको मेन्सेचुकै क्वेसनहरू हो होइन मेन्सेचुकै ऊहरू हो। अब यसले चाहिँ सबै कुरा यो भयो भने चाहिँ योभन्दा बाहिरबाट चाहिँ सोध्दैन है। अर्को छ तपाईँको सिगोतोदे माची गाएता है अब केही केनगा आरेबा ओसिते कुदासाई है के भनेछ सिगोतोदे माची गाएता काममा गल्ती गरिसकेको के पहिला गल्ती गरेको केही केनगा आरेबा है अनुभव भए ओसिते कुदासाई बताइदिनुहोस् अथवा चाहिँ भनिदिनुहोस् भनेर प्रत्येक मान्छेले काम गर्छ भने बिना गल्ती कुनै पनि काम हुँदैन मेरो विचारमा है। काम गर्ने क्रममा हामीहरूबाट धेरै गल्तीहरू हुन्छ हो त्यही कुरालाई चाहिँ के हो हामीले चाहिँ बताउने हो है। अब तपाईँसँग फेरि अब त्यो सिकोदन केही किन छ भने है फेरि है किनभने तपाईँ डाइरेक्ट अब तपाईँको चाहिँ अब डाइरेक्ट फर्स्ट टाइम नै अब सुपर मार्केटमा तपाईँ छिरुन्न होला योभन्दा अगाडि कतै काम गर्नुभएको छ भने त्यति बेला चाहिँ केही गल्ती भएको छ भने आफ्नो तरिकाले बताउन सक्नुहुन्छ भने त्यो बताउन सक्नुहुन्छ नत्र भने मैले लेखाइदिएको क्वेसनहरू चाहिँ मजाले पढेर चाहिँ गएर एन्सर दिन सक्नुहुन्छ है। अब हेर्नु माइनो सिगोतोदे भनेको अगाडिको काममा चाहिँ तपाईँको जिखानो है अनि माची गाएता कोतोगारीमासिता है के त समय मिलाउन चाहिँ गल्ती भएको थियो होइन। अनि त्यसपछि गएर सनतो कि त्यो बेलामा चाहिँ सुगोनी अनि आयामारी हो तुरुन्तै चाहिँ माफी मागे होइन। अनि त्यसपछि गएर अब चुगी कारावा
हो चुगी कारावा है अब मेमो ओ तोरुयो नि सीमासिता है त्यसपछि चाहिँ के त नोट लिन चाहिँ सुरु गरेँ अब समय चाहिँ मैले मिलाउन सकिनँ होइन मैले पहिला काम गरिसकेको थिएँ यो टाइममा चाहिँ यो गर्ने भनेर चाहिँ मैले समय मिलाउन सकिनँ नसकेपछि के गरेँ त मैले तुरुन्तै के त माफी मागेँ मेरो गल्ती भयो त्यसपछि के नोट लेख्न चाहिँ सुरु गरेँ कि मैले है बुझ्नुभयो त्यही भयो भनेको है यो सोनो तो कि होइन अब सुगोनी आएमारी होइन हो त्यो बेला चाहिँ के तुरुन्तै माफी मागेर चाहिँ अब चुगी कारावा अब मेमो ओ अब तोरु यौनी सीमासिता भनेको चाहिँ त्यही हो है त्यसपछि चाहिँ के त नोट लिन चाहिँ सुरु गरेँ नोट लेख्न चाहिँ सुरु गरेँ कि नोट चाहिँ तपाईँ नोटमा लेखेर आफूले सम्झिने कुरा चाहिँ आफूलाई नोट गराएर चाहिँ सम्झिने नि अब कोनो केइकेनकारा त्यो अनुभवबाट चाहिँ तपाईँको जुन बितो तयारी र चाहिँ तपाईँको खाकुनिन्नो है अब ताई सेचुसा ओ अब मानवमासिता त्यसबाट चाहिँ के त्यस अनुभवबाट चाहिँ तयारी र चाहिँ त्यसमा गरेर चाहिँ खाकुनिन है अब त्यसको जाँचको चाहिँ के त ताई सेचु है अब महत्त्व चाहिँ तपाईँको मानवमासिता सिकेँ मैले भनेर एन्सर दिन सक्नुहुन्छ है अझ तपाईँको निहोनो है निहोनो ओक्याकुसामा है अब साबिसु नि चुइते दौ ओमैमास्का भन्छ जापानको चाहिँ ग्राहकको सेवाबारे चाहिँ तपाईँ चाहिँ के सोच्नुहुन्छ त है बुझ्नुभयो नि निहोनो ओक्याकुसामासा होइन अब के अरे निहोनो ओक्याकुसामा साबिसु नि चुइते दौ ओमैमास्का भनेर सोध्नुहुन्छ ग्राहकको है जापानको ग्राहकको चाहिँ तपाईँ के हो सेवाबारे तपाईँ के सोच्नुहुन्छ त है ग्राहकलाई कसरी सेवा दिने पर्छ भन्ने कुरा तपाईँ सोच्नुहुन्छ के गर्नुपर्छ भन्ने तपाईँलाई लाग्छ तपाईँले आफ्नो चाहिँ है आफ्नो दुई चारवटा कुराहरू राखिदिने हो है निहोनो साबिसु वा जापानको सर्भिस चाहिँ तपाईँको अब त्यही नै दे कोक्कोरो होइन त्यसै गरेर जुखाइगा आरुतो ओमाइमास भनेर जापानको सेवा शिष्ट र अब मनोभावनायुक्त छ है निहोनो साबिसु वा के त त्यही नै दे कोक्कोरो अनि जुखाइगा है अब आरुतो ओमाइमास भनेर भन्न सक्नुहुन्छ है अनि त्यसपछि गएर सुपादे हातराकी नागारा सुपर मार्केटमा काम गर्दै चाहिँ तपाईँको सोनो साबिसो हो है अब मिनी चुकेते है त्यो उसलाई चाहिँ सेवालाई चाहिँ सबै चाहिँ होइन त्यसपछि गएर चाहिँ अब मिनी चुकेते ग्राहकलाई चाहिँ त्यो सन्तुष्टि पार्दै चाहिँ दोन्ना ओक्याकु सामानिमो है अब त्यसपछि गएर चाहिँ अब मान्जोकु सिते अब मोराई ताइदेश भन्न सक्नुहुन्छ है त्यही सेवाहरू चाहिँ सिकेर चाहिँ सबै के त ग्राहकलाई सन्तुष्टि गराउन चाहिँ चाहन्छु मैले भन्न खोजेको है हो अर्को छ तपाईँको अब ताई चौगा अब आरोही तोकी दौसी मास्का है ताई चौगा आरोही तोकी दौसी मास्का स्वास्थ्य राम्रो नभएमा चाहिँ स्वास्थ्यमा चाहिँ खराब आएमा चाहिँ तपाईँ के गर्नुहुन्छ काम गर्ने क्रममा सधैँभरि चाहिँ एकै नास हेल्दी नै रहन्छ भन्ने कुरा हुँदैन कहिलेकाहीँ के भइन्छ त हाम्रो स्वास्थ्य बिग्रिन पनि सक्छ त्यस्तो बेलामा चाहिँ है तपाईँ के गर्नुहुन्छ त भनेर तपाईँलाई सोध्न सक्छ है अब ताई चेउगा वारुई तोकिवा हो स्वास्थ्य खराब हुँदाखेरिमा चाहिँ तपाईँको मोरियो अब सिनाइदे होइन के त हो मोरियो सुनाइदे जबरजस्ती नगरिकन के बुझ्नुभयो नि जबरजस्ती चाहिँ नगरिकन है बुझ्नुभयो नि ताई चेउगा वारुई तोकिवा स्वास्थ्य खराब हुँदाखेरि चाहिँ तपाईँको मोरियो सिनाइदे जबरजस्ती नगरिकन चाहिँ होइन हो अब हायामेनी हौको कुसिमास भनेर चाँडै चाहिँ के गर्छु त तपाईँको जानकारी दिन्छु है अब हायामेनी हाउको कुसिमास भन्न सक्नुहुन्छ है अनि त्यसपछि गएर जीवन्नो है अनि केन्कौ ओ मामरुको तोगा आफ्नो स्वास्थ्य होइन त्यसपछि गएर चाहिँ जोगाउनु कुरामा चाहिँ तपाईँको अब चिमुया अब खाइस्यानो तामेनिमो नारुतो ओमैमास है टोली र कम्पनी दुवैका लागि चाहिँ राम्रो हुन्छ भन्ने कुरा चाहिँ मैले सोच्छु मैले मान्छु मलाई त्यस्तै लाग्छ भनेर चाहिँ एन्सर दिन सक्नुहुन्छ है तपाईँको आतरासी सिगोतो हो अब ओबाइरुको तो नि होइन चुइते दौ मैमासका नयाँ काम सिक्ने बारे तपाईँ के सोच्नुहुन्छ त
अब प्रत्येक ठाउँमा अब एउटा कुनै पनि नयाँ ठाउँमा गइन्छ भने केही न केही कुराहरू त्यसमा चाहिँ नयाँ हुन्छ है। अब त्यही भएर तपाईँ सोध्न सक्छ नयाँ काम सिक्ने बारे तपाईँ के सोच्नुहुन्छ, तपाईँको धारणा के छ त, नयाँ काममा चाहिँ तपाईँको सिक्ने कुरामा चाहिँ तपाईँको विचार के छ भनेर सोधेको है, बुझ्नुभयो नि। आतरासी सिगोतो हो अनि ओबाइरु कोतो नि अनि चुइते दो मैमास्का, नयाँ काम सिक्ने बारे तपाईँ के सोच्नुहुन्छ भनेर तपाईँले यसरी क्वेसन गर्न सक्छ। त्यस्तो भयो भने आतरासी सिगोतो ओबाइरु कोतो वा, नयाँ काम सिक्ने चाहिँ होइन कुरामा चाहिँ तपाईँको जीवन हो। अब सेइच्यौ अनि सासेरु च्यान्सु दातो ओमैमास है, आफ्नो विकासको अवसर हो भन्ने मैले सोच्छु है। चान्सु भन्ने चाहिँ के सोच्छु त, सोच्छु मैले भनेर आफ्नो विचारको चाहिँ विकासको चाहिँ के हो त अवसर हो भन्ने चाहिँ मैले सोच्दछु भनेर एन्सर दिन सक्नुहुन्छ। अब वाखारानाई कतो वा, नबुझेको कुरा चाहिँ तपाईँको सिचुमोन सिते सोधेर अथवा चाहिँ तपाईँको के त कसैसँग सल्लाह गरेर चाहिँ तपाईँको अब नान्दोमो रेन्स्यौ सिमास है, पटक पटक नान्दोमो है, पटक पटक चाहिँ के गर्छु सौदान सिमास है, के अरे रेन्स्यु सिमास के गर्छु अभ्यास गर्छु, त्यही कामलाई चाहिँ मैले के पटक पटक अभ्यास गर्छु भनेर पनि तपाईँलाई एन्सर दिँदाखेरि बेस्ट एन्सर भन्न जान्छ है। अर्थ तपाईँको सुपादे हातराकु है अनि उएदे, सुपर मार्केटमा काम गर्दाखेरि चाहिँ इचिबान ताइसे चुना है अनि कोक्कोरोगा माइवा नान्देसका भन्छ है, सबैभन्दा महत्त्वपूर्ण मनोवृत्ति चाहिँ के हो जस्तो लाग्छ भनेर सोध्छ है तपाईँलाई है। एकदम यो अलिक भास्ट क्वेसन छ है यो चाहिँ। सुपादे हातराको उएते है हो, सुपादे हातराको उएदे इचिबान ताइसे चुना कोक्कोरोगा माइवा नान्देसका, सुपर मार्केटमा काम गर्दा सबैभन्दा महत्त्वपूर्ण मनोवृत्ति के हो भनेर सोध्यो भने चाहिँ तपाईँ एन्सर दिन सक्नुहुन्छ माजिमेना होइन, अब किमोचितो है, इमान्दार मन र हो, माजिमेना किमोची हो, इमान्दार आफ्नो हार्ट के एकदम इमान्दार हार्ट र अनि त्यसपछि गएर आइते हो सोन्च्यौ सुरु कोकोरो दातो मैमास है, अरूलाई सम्मान गर्ने भावना चाहिँ के त सबैभन्दा महत्त्वपूर्ण हो भन्ने है। किनभने अब ग्राहक आउँछ तपाईँको होइन, सुपर मार्केटमा तपाईँ काम गर्दा त ग्राहक आउँछ, ग्राहकलाई जहिले पनि पोलाइट बोल्ने, राम्रो बोल्ने होइन, त्यसपछि गएर चाहिँ अब रेस्पेक्ट गरेर बोल्ने होइन, अनि त्यसपछि गएर उनीहरूलाई चाहिँ सम्मान गर्ने है गऱ्यो भने एकचोटि कुनै पनि हामी पसलमा गइन्छ, कुनै व्यक्ति चाहिँ एकदम राम्रो तरिकाले हामीसँग बोलिरहेछ, राम्रोसँग चाहिँ हामीसँग चाहिँ सहकार्य गरिरहेको छ भने त्यो व्यक्ति चाहिँ हामी त्यो पसलमा बारम्बार गइरहन्छौँ, हामी त्योसँग चाहिँ बारम्बार सहकार्य पनि गरिरहेका हुन्छौँ है, त्यो हुन्छ क्या। त्यही भएर चाहिँ सुपर मार्केटमा काम गर्दाखेरि सबैभन्दा मेन कुरा भनेको चाहिँ के हो त सम्मान गर्ने भावना हो है। त्यही भएर चाहिँ अब माजिमेना किमोचितो इमान्दार मन र अनि त्यही आइते हो सन्च्यौ सुरु कोकोरो दातो मैमास भनेर भनेको है। अब ओक्याकु सामानिमो है, ओक्याकु सामानिमो इस्योनी अब हातराको हितोनिमो हो, अब रेगी हो ताई सेचुनी सिमास, ग्राहक र सहकर्मी दुवैले चाहिँ के त शिष्टता देखाउनु, मैले माथि भन्थेँ नि, चाहे तपाईँको होस् अथवा चाहिँ तपाईँको चाहिँ काम गर्ने व्यक्ति, जहाँ शिष्ट व्यवहार हुन्छ, जहाँ नम्र व्यवहार हुन्छ त्यहाँ चाहिँ त्यो व्यक्तिलाई पनि सबैले मन पराएको हुन्छ, त्यहाँ काम पनि राम्रो चलिरहेको हुन्छ है। अर्थ तपाईँको कोनो सिगोतो दे है जीवन वा दौ सेन्च्यौ देखिरु होइन, अब तो ओमैमास भन्न सक्छ है तपाईँको कोनो सिगोतो दे है अनि जीवनमा दौ सेन्च्यौ देखिरु तो ओमैमासका भनेर यस कामबाट तपाईँ चाहिँ कसरी विकास गर्न सक्नुहुन्छ, कुनै एउटा तपाईँ काम गर्दै हुनुहुन्छ त्यो कामबाट चाहिँ आफूले आफूलाई चाहिँ कसरी चाहिँ विकसित गर्न सक्नुहुन्छ, त्यो कामले चाहिँ तपाईँलाई चाहिँ कसरी विकास गर्छ भन्न खोजिएको है। त्यस्तो भयो भने सुपानो सिगोतो हो होइन, अब तो सिते सुपर मार्केटको कामबाट चाहिँ तपाईँको ताइऔर्योकु है या अनि त्यसपछि गएर हो ताइऔर्योकु वा अनि त्यसपछि गएर कोम्यु है कम्युनिकेसन है अनि कम्युनिकेसन नो अनि उर्योकुगा नोबिरुतो ओमैमास भन्न, सुपर कामबाट के समस्या समाधान र संवाद क्षमता चाहिँ बढ्छ है। संवाद क्षमता भनेको के हो, कुराकानी गर्ने चाहिँ आफ्नो स्किल चाहिँ बढ्छ, त्यही भनेको है। अनि त्यसपछि गएर सोनो केकेन वा त्यो चाहिँ अनुभव चाहिँ तपाईँको सेउराई दोन्ना सिगोतो निमो अब याकुनी ताचिमास, त्यो चाहिँ भविष्यमा जुनसुकै काममा पनि काम लाग्छ, आफ्नो चाहिँ भएको नलेज चाहिँ क्षमता चाहिँ होइन अथवा चाहिँ अरूसँग चाहिँ कम्युनिकेसन गर्ने स्किल चाहिँ के त जुनसुकै काममा पनि काम लाग्न सक्छ भनेर एन्सर दिन सक्नुहुन्छ है। अर्थ तपाईँको साइगो अनि अन्त्यमा चाहिँ नाजे आनता हो, अब एराबो अनि त्यसपछि गएर बेकिदातो
अमैमासका अन्त्यमा हामीले तपाईँलाई किन छान्नुपर्छ त, किन रोज्नुपर्छ, तपाईँलाई चाहिँ अन्त्यमा हामीले चाहिँ किन लिनुपर्छ त काममा भनेर क्वेसन गर्यो भने चाहिँ वातासी वा माझी मेदे सिगोतो नि सेकिनिनो मत्ते तोकिमिमास भने तोर्युकिमास है, यहीँ त रहेछ नि मत्ते अनि तोरेकुमास है, तोरेकुमिमास है, बुझ्नुभयो नि। वातासी वा माझी मेदे सिगोतो नि सेकिनो अब मत्ते तोरेकुमास है। अनि त्यसपछि गएर भनेको के हो, म इमान्दार छु र काम पर चाहिँ जिम्मेवारको साथ लाग्छु। अनि निहुन्न रोरुया बुन खाओ अनि सन्च्याउ सित्ते, जापानको नियम र संस्कृतिलाई चाहिँ सम्मान गर्दै चाहिँ तपाईँको चिमोनो अब इची इन्तो सित्ते अनि कौकेन सिताई देश भनेर भन्न सक्नुहुन्छ। टिममा सदस्यलाई चाहिँ है, टिमको टोलीको पनि सदस्यका लागि चाहिँ योगदान दिन चाहिँ सक्छु, कामको योगदान है, फेरि अरू योगदान दिन पर्दैन। फेरि केटी देश फेरि केटाहरू फेरि धेरै नै योगदान दिन खोज्छन् क्या, त्यही भएर। अनि त्यसपछि गएर नागाको हाताराकी नागारा है हो, लामो समय काम गर्दै अब खाइस्यात्यो अनि इस्यो नि सेच्यौसिते अनि इकिताई देश भन्न सक्नु, काम गर्दै कम्पनीसँग चाहिँ के हो विकास गर्न सक्नु। लामो समय चाहिँ काम गर्दाखेरि त कम्पनीको चाहिँ विकास, कम्पनीको सँगै भन्ने कम्पनीको चाहिँ के हो त विकास गर्न चाहन्छु भनेर तपाईँले एन्सर दिन सक्नुहुन्छ। मैले अघि नै पनि भनिसकेँ तपाईँहरूको होइन। यदि तपाईँहरू चाहिँ कोही चाहिँ अब भिजा एप्लाई गर्न नपाएर बसिरहनु भएको छ भने तपाईँले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। न्यू इयरले गर्दाखेरि थोरै लेट भएको मात्रै हो, नत्र नि हाम्रो चाहिँ तपाईँको 31 तारिकसम्म चाहिँ हाम्रो चाहिँ इन्टरभ्यू चलि नै रहेको थियो। अहिले चाहिँ अलिकति कम भएर अहिलेसम्म चाहिँ इन्टरभ्यू भएको छैन। अब चाहिँ नागरिक चाहिँ आज या भोलिमा चाहिँ डेट फिक्स भइसकेपछि त्यो इन्टरभ्यू सकाउँदा बित्तिकै हामीसँग 4-5वटा ठाउँका चाहिँ डिमान्डहरू आइरहेका छन्। तपाईँहरूले चाहिँ हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ भन्दै आजको भिडियो यहीँ टुङ्ग्याउन चाहन्छु है। केही पनि क्वेसनहरू भयो यताउति भयो भने चाहिँ हामीलाई चाहिँ तपाईँले चाहिँ यसको बारेमा क्वेसन बनाइदिनु न सर भनेर डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ भन्दै आजको भिडियो बन्द गर्न चाहन्छु। हस् त, धन्यवाद।